हजुर लाइसेन्स बिलु हेरौँ ल सर छ लाइसेन्स कता हिँड्नुभयो होला गोर्खा गुड मर्निङ एभ्री वान र आज चाहिँ तपाईँहरूसँग आजको ब्लग चाहिँ स्टार्टिङ हुँदैछ औ यो चाहिँ आजको ब्लग स्टार्टिङ हुँदैछ आजको ब्लग चाहिँ स्पेसल हुनेवाला छ अनि हाम्रो गाउँठाउँमा यस्तै छ कि बाटोहरू चाहिँ यस्तै छ ढलान छ ढलानमाथि किनेकेटी यस्तो ढुङ्गा मुढा सब उछाएको छ अर छ नि यस्तो छ बाटोहरू तर हाम्रो घरबाट चाहिँ तलतिर चाहिँ अलि ढलान हानेको छ नजिक चाहिँ अब हाइवे गएपछि छन् तलबाट गाडी आइरहेको छ यो चाहिँ हाइवे बाटो यस्तो छ गाह्रो छ नि बाटो त यस्तो बाटो छ कि यस्तो अफरोड बाटोमा चाहिँ गाह्रै हुन्छ क्या धेरै मान्छेहरूलाई अनुभव थाहा भएको हुँदैन जो व्यक्ति चाहिँ यस्तो बाटोमा हिँडिरहेको हुन्छ त्यो मान्छेले चाहिँ सजिलो हुन्छ बाइक चलाउन अनि पिचमा चलाउने मान्छेले चाहिँ धेरै गाह्रो हुन्छ यतातिर बाइकहरू त पुरा ठुटु हुन्छ यता यस्तो अफरोड बाटोमा खल्चा खुल्ची हुन्छ अनि के ठोक्छ यो तल इन्जिनहरू ठोक्ने होइन लेकरहरू ठोक्ने एउटा धेरै गाह्रो छ कि अफरोड बाटोमा बाइक चलाउन अनि माथिबाट फेरि ढुङ्गाहरू आउने त्यस्तो समस्याहरू हुन्छ यो त यहाँतिर त पुरै चट्टान नै चट्टान खोपेर बाटो बनाएको छ अब यहाँतिर हेरेर मान्छेले जीवनमा धेरै गाह्रो हुन्छ यस्तो छ बाटोहरू यस्तो भिडहरू ढुङ्गा खसिरहेको हुन्छ यस्तो पहिरोहरू छ यस्तो डेन्जर पहिरो अनि भरे त जेन यस्तो शरीर त यति धेरै दुख्छ खन्तराङ घुम्नु भएर यस्तो ज्यान दुख्छ होइन मान्छेले बाइक चलाएर हिँडेको छ भनेर भन्न सजिलो छ होइन तर यो बाटो त यति डेन्जर छ कम्बरहरू यति धेरै दुख्छ होइन अनि हातहरू त बिहान त चलाउनै नसक्ने हुन्छ यस्तो जिउ छ यो अफरोड बाटो बाइक चलाउँदाखेरि धेरै स्पिड पनि कुदाउन सक्दैन कि यस्तो बाटोमा चाहिँ किनभने अब पिच भएको अलिक स्पिड कुदाउनु यहाँ त यो बाटो चाहिँ नौली खोला आइपुगेको छ भिड कटेपछि चाहिँ नौली झरना आएको छ अब उतापट्टि देखेको चाहिँ सबै नौलीका बासिन्दाहरू हो अहिले चाहिँ यहाँको झरना चाहिँ अलि सानो छ यस्तो भर घाम लागिरहेछ अब आशासम्म चाहिँ यति राम्रो हुन्छ कि यहाँ भ्यू चाहिँ धेरै मान्छेहरू आएर इन्जोय गर्न सक्नुहुन्छ अब पुल पनि बन्दैछ फेरि यो न्याउली झरनामा यो धार्जी गाउँपालिका वार्ड नम्बर 7 नौलीमा पर्छ यो चाहिँ गोर्खाबाट
आउनुपर्छ काठमाडौँबाट आउनेहरू धादिङबाट आएर आएर घर भएर आउनुपर्छ सिटी भएर अनि यो पुल चाहिँ यसपालि बन्दैछ क्या अब फिनिसिङ भएको छैन अब केही महिनापछि यो फिनिसिङ हुन्छ होला सायद अब यो माथिबाट हिँड्छ होला अहिले चाहिँ यो बाटो यो तलबाट हिँड्दैछ अहिले चाहिँ पक्कै ढलान गरेर यो काठहरू उक्लिँदैछ अनि अहिले चाहिँ यहाँतिर पुरा निकालेको छ काठहरू बाटो चाहिँ अहिले तलबाट छ केही महिनापछि चाहिँ पुलबाट हिँड्ने बाटो हुन्छ यहाँ काम चाहिँ धमाधम भइरहेछ मान्छे चाहिँ यस्तो भिरमा घर बनाएको छ क्या भिरमा डेन्जर घर बनाएको छ यस्तो कस्तो डर लाग्यो यस्तो पहिरो गएको छ ठुल्ठुलो पहिरो यहाँ ल आधी बस्ती त पुरा पहिरो लस्यो नि घर जग्गा जमिन सबै लस्यो केही छैन त्यहाँतिर यहाँतिर मेरो पनि छ त्यहाँतिर जग्गा पहिला त त्यहाँ हेर घर सबै लैसक्यो होइन बिजोड छु नि यो टोल त गण्डकीबाट खन्दै गयो होइन अनि त्यसपछि घर सबै त थिच्दै गयो क्या यो बाटो पनि पहिला यो हाइवे बाटो थियो यो तलबाट थियो अनि अहिले माथिबाट खनेको छ क्या बाटो यो अफरोड बाटोहरू यस्तै हो होइन मान्छेले भन्न सजिलो छ नि अब गाडी गरेर आयो तिम्रो गाउँमा भन्न सजिलो छ तर अहिले पनि अफरोड भएको कारणले गर्दा मान्छेको जीवन एकदम जोखिम छ यो हाइवे बाटो अलिक फराकिलो बनाएको थियो होइन तलबाट चाहिँ पहिला चाहिँ फराकिलो बनायो साँगुरो छ ट्र्याक मात्र खोलेको छ अहिले यो चाहिँ नयाँ टायरको अब पछि पनि हाइवे बाटो यहीँबाट हुन्छ अब हाम्रो पहाडतिर चाहिँ कस्तो हुन्छ भने चाहिँ पहाडमा चाहिँ भिर पाखा होइन मा चाहिँ घर बनाएको हुन्छ क्या भिरको छेउमा पनि कस्तो घर बनाएको छ झन् माथि बाङछितिर त होइन म त डरै लाग्छ अनि हाम्रो पनि माथि भिरको कुनातिर होइन घर बनाएको हुन्छ पहिरोको दिल्लीतिर होइन घर बनाएको हुन्छ क्या अनि पहाडमा त्यस्तै हो खोलाको छेउतिर घर बनाएको हुन्छ अब सहरबाट आउने मान्छेले चाहिँ डर लाग्छ नि त कसरी बनायो होला भनेर तर पहाडको मान्छेहरू चाहिँ त्यो सबै परिस्थितिहरू झेलेर पनि होइन भोगेर पनि केही जस्तो लाग्दैन रहेछ कि आँट हुँदो रहेछ हिम्मत हुँदो रहेछ कि किनभने सबै कुराहरू झेले होइन सबै कुराहरू भोग्नु पऱ्यो प्र्याक्टिकल भोग्नु पऱ्यो त्यही भएर मान्छेहरूलाई सबै कुरा चाहिँ सामान्य हुँदै गयो क्या सुरुमा यो अफरोड बाटो हिँड्दा पनि एकदम हामीलाई गाह्रो हुन्छ नि अफरोड बाटो फर्स्ट टाइम हिँडिसक्यो त धेरै गाह्रो हुन्छ पिपाका हुन्छ खोला नाला होइन अहिले त ठिकै छ तर आजा साउनतिर त डेन्जर हुन्छ कुन बेला के हुन्छ थाहा हुँदैन एकछिनै घाम लागिरहेको छ एकछिन पानी परिरहन्छ माथि चाहिँ पानी परिरहन्छ तलतिर चाहिँ अब पानी परिरहेको हुन्छ तल चाहिँ घाम लागेको छ माथि पानी परिरहन्छ पहिरो आइरहेको हुन्छ र समय र परिस्थितिलाई कसरी सामान्य गर्ने भन्ने कुरा चाहिँ अब पहाडको मान्छेहरूले धेरै कुराहरू पाठ सिकेको छ पहिलाको यो गाडी रोडहरू नआउँदाखेरि त मान्छेहरूले होइन आरुघरदेखि गोर्खादेखि भारी बोकेर होइन आफ्नो जीविका चलिरहेको थियो अहिले गाडी रोड आयो होइन
सबैको हातमा गाडी बाइक छ, तर पनि पिच नहुँदासम्म चाहिँ गाह्रो हुन्छ कि। पिच नभएसम्म चाहिँ अलिक गाह्रै हुन्छ, किनभने पिच आएपछि चाहिँ खुला नालामा पनि पुल हालिदिन्छ अनि सजिलो हुन्छ। पिच नआएसम्म त यस्तो खोलाहरू त कति छ, कति छ त हेर्न, ढाँचे भित्र कति छ, चिम्डुङभित्र कति छ यो अप्ठ्यारो बाटोमा होइन। बाइकहरू बिग्रिने धेरै बिजोग हुन्छ क्या। बाइकहरूले खोला चढ्न नसक्ने, कोही खोलामा लड्ने, बाइकले अब पानी खाइदिने, पानी खाएपछि बाइकको इन्जिनहरू धेरै बिग्रिने कारण त्यस्तै। अनि यो अफरोड बाटो हिँड्दाखेरि बढी खर्च निस्किन्छ क्या बाइकको। अब हामी कुदाउनै पर्छ, आफ्नो समयमा पुग्नै पर्ने हुन्छ। बिस्तारै 1 नम्बर गेटमा हालेर गयो भने त अब बाइक पनि तताएर जान्छ, समय पनि अब बढिरहन्छ। सुनो सुनो यो सानो नानीहरूले बिहानै स्कुल जान लागेछ। हाम्रोतिर चाहिँ स्कुलहरू पनि अहिले पो अहिले बाटो आयो त। पहिला त सानो सानो त्यो पहिला होइन, मान्छेको त्यो पहिला देख्ने ठाउँ मात्रै हुन्थ्यो कि बाटो, अनि कति धेरै गाह्रो हुन्थ्यो जिन्दगीमा होइन। त्यो त हामीले त भोगेको हुन्थ्यो, ढुङ्गा आउने, अनि यति डर लाग्ने त्यहाँबाट तल हेऱ्यो भने होइन, मासुको टुक्राहरू नभेट्ने जस्तो भिड पाएको थियो। त्यस्तो प्रकारले हाम्रो पढाइहरू भएको थियो क्या। हामीले स्कुल सानोमा पढ्दाखेरि त्यस्तै भयो। हामी त खाने बिर्सी र लाभ बिर्सी आउनु पर्थ्यो होइन, 1 घन्टाको बाटो, त्यो पनि भिडै भिड थियो क्या। अनि कहिले कुनै कुनै दिन त त्यो बाटोतिर नै रात पर्थ्यो कि, अँध्यारो हुन्थ्यो, रिमझिम रिमझिम। अनि बाटो कहिले कहिले त अब पानी पर्थ्यो, पानी पर्दाखेरि खोला चढ्न नसकेर बिजोग हुन्थ्यो त्यति बेला। तर त्यो कुराहरू अहिले याद आउँछ क्या यो अहिलेको बाटो हेरेर। यो बाटो यस्तो भएर आउँछ भनेर हामीले कल्पना पनि गरेको थिएन। तर अहिले यस्तो बाटो आउँदाखेरि हामीले खुसी त लागेको छ। तर बिस्तारै बिस्तारै विकास हुन्छ भन्ने आशा गरेको छु। सेम मनाङ मुस्ताङ जस्तो हो यो बाटो पनि। यस्तो छ अफरोड है, पुरा भिड काटेर बनाएको हो नि त यता त, पुरा भिड काटेको बनाएर। भिडमा बनाएको बाटो चाहिँ अलि ठिक्ने रहेछ। त जोखिम चाहिँ के को छ भने चाहिँ अब आषाढ साउनतिर चाहिँ माथिबाट ढुङ्गा झर्ने कि। पहिला ब्लास्टिङ गर्दाखेरि चाहिँ कच्ची भएको ढुङ्गाहरू झर्ने होइन, पहिरो जाने, त्यस्तो भएकोले धेरै मान्छेहरू अब ढुङ्गा लगाएर मरेको छ नि त। त्यो कारणले आफै यो अफरोड बाटो हिँड्दाखेरि सेफ चाहिँ हुनुपर्छ क्या। अच्छा, हेलमेट चाहिँ लाउनै पर्छ, अनि बाटोहरूको अवस्था हेरेर हिँड्नुपर्छ कि। अब माथि हेर्नु न, माथि तपाईँले त ढुङ्गाले चाहिँ हल्ला जस्तो भइरहेछ। कति बाटो त यहाँ त अब कति महिना त ब्लकै भएको पहिरो गएर। अब त्यो पहिला ब्लास्टिङले फुटाएको त्यो भिड अलिक कच्ची हुन्छ, अनि त्यो झरेर आउँदो रहेछ। यस्तो छ अफरोडमा। गोल्ड स्ट्यान्ड पुरा ठोकेको ठोकै गर्छ त हेर्न। गोल्ड स्ट्यान्ड छुने, लेकर छुने, अहिले चाहिँ बाटो अलरेडी राम्रो भएर, नत्र खन्तराङ खुन्तुर हुन्छ यहाँ बाटो। अब पिचमा भएको सरर हुन्छ, केही गाह्रो हुन्छ।
अब आशा सनमा चाहिँ सबभन्दा गाह्रो बाटो भनेको यो यहाँ चाहिँ पुरा ट्र्याक्टर हिँड्ने बाटो जस्तो हुन्छ अहिले चाहिँ यतिकै राम्रो बनाएको छ अस्ति सिलिङ गरेर अनि माटो हालेको छ यो माथि नत्र यहाँ यस्तो गाह्रो हुन्छ कि हाम्रो बाइकको बिचक हालत हुन्छ यहाँ बाइक गाडी आशा सनमा त यहाँको जनतालाई त धेरै दुःख पाउँथ्यो बिचबिचमा बाटो बन्द हुन्छ अनि भाडा पनि एकदम महँगो हुन्छ अब ठाउँ ठाउँमा जिप गाडी बाइकमा चढ्नुपर्छ मान्छेहरू गाह्रै छ नि यहाँ पुरा त्यो माथि आगो लगाएर केही छैन यस्तो ढुङ्गा आउँछ माथि डढेलो लाग्यो भने चाहिँ ढुङ्गा झर्छ है त्यही भएर यस्तो अफरोड बाटोबाट पाखामा हिँड्दाखेरि यो भिरमा चाहिँ आगो लगाइदियो भने चाहिँ यस्तो ढुङ्गा झर्किन्छ अनि त्यही बेलामा चाहिँ अलिक सेफ भएर हिँड्नुपर्छ अनि भएको त्यो सबै ढुङ्गा मुरा सबै रोडमा आउँदो रहेछ मान्छे अनि हिँडिरहेको बेलामा त एक्सिडेन्ट हुने सम्भावना हुन्छ यस्तोमा त्यही कारणले गर्दा सेफ भएर हिँड्नुपर्छ हाम्रो आर्मीले चाहिँ यहाँदेखि माथि खनेको हो अहिले चाहिँ बाङसिङसम्म पुगेको छन् अनि यहाँदेखि अब तल फुन्जी खोलादेखि तल आर्मीसम्म चाहिँ अब पिस गर्दैछ बिस्तारै बिस्तारै हो अब यहाँदेखि चाहिँ पुरा पिसको लागि चाहिँ पुरा काम भइरहेछ हेर पुरै पिसको लागि काम भइरहेछ आमामामा चारै पिस हुन्छ अब यो बाटो चारै पिस हुन्छ अब पहिला त यो बाटोहरू यस्तो नराम्रो थियो है बाइक चलाउनु पनि धेरै गाह्रो हुन्थ्यो यहाँ बिस्तारै बिस्तारै अब पिसको लागि यो बाटोहरू पुरा कटिङ गर्दैछ ठुल्ठुलो बनाउँदैछ होइन चाँडै हुन्छ होला पिस विकास विकास भनेको यही हो नि विकास भनेको यही हो पहिला एउटा बाइक छिर्न र एउटा गाडी छिर्न कति गाह्रो हुन्थ्यो अहिले यत्रो ठुलो फराकिलो बनाएको छ अब यसमा छिटै हुन्छ अब यो बाटो पिस यहाँतिर पुरा ग्याबिङ हाल्दैछ यो त पुरा जङ्गलै जङ्गल थियो पहिला जङ्गलै जङ्गल थियो पहिला त यहाँ त यही नजिक आएको गाडी त त्यो वनको त्यो झारपातले गर्दाखेरि नदेख्ने थियो पुरा पिस 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 बाटो त खतरा बनाएको छ बनाउँदा बाइक चाहिँ खोइ यस्तो हुन्छ भने यहाँ खतरा बनाएको छ त्यो पिस अब नाली बनाउँछ ल मान्छे माथिबाट ओढाउँछ काम
पिसको लागि पुरा धमाधम काम गरेर यो त बाटो नै हो है यस्तो दामी बनाएको विकास मान्छेले विकासको नाम एउटा दुइटा होइन क्याग्नी हालिदिन्छ विकास सकिन्छ अब पिच भयो भने चाहिँ बाटोहरू राम्रो पनि हुन्छ अनि जनताले पनि सुविधा पिच भएन भने त बाटो त त्यहाँको त्यहीँ पहिरो जान्छ खोलालाई थुनिदिन्छ गाडी छिर्दैन बाइक छिर्दैन बिजोग हुन्छ कि सबै ठाउँमा व्यवस्था तरिकाले बनायो भने त बाटो चलिरहन्छ हिँड्नु पर्छ अनि त्यहाँ चाहिँ पुरा नाली बनाएर पनि माथिबाट वाल उठाइसकेको छ अब यसमा अब ग्राभल गरेर पिच गर्ने मात्रै बनाइसक्यो पुरा काम भइसक्यो अब यसमा ग्राभल हाल्नु चाहिँ पिच गर्ने मात्रै पाइयो पिचमा त ढलान हालिसकेको छ यतातिर हाइवेमा चाहिँ बाटोमा हिँड्न हाइवेमा हिँड्न चाहिँ हजुर लाइसेन्स बिलु हेरौँ ल सर छ लाइसेन्स हो कता हिँड्नु भयो र गोर्खा अहिले चाहिँ यतातिर हुनुहुन्छ तपाईँहरू कहिले उता पर्छ कहिले यता यस्तै हो कहिले हाइवेतिर चेकिङ गर्नु पऱ्यो है अहिले माथिबाटै आउनुभयो हो तार्जीको हो कि माछु लाग्यो हो कि बिहानै यहाँबाट आउनुभयो अघि 7 बजीतिर निस्क्यो गोर्खामा अलि मिटिङ छ भनेर चाहिँ आराम हुन्छ नि आरामै छ सर कहिले आउनुहुन्छ माथि माथितिर अब भोलि पर्सि एक दिनमा आउनु पर्ला ए अब भने क्या चुनाव लाग्यो यता नि यतातिर अब आराम हुन्छ नि जस हजुर माथि अब धुलो धेरै उठ्छ क्या अहिले त बाटो धुलो चाहिँ एकदम पिचको लागि बाटो भन्दैछ ल सर लाग्यो
त गाडी अब आइहुँदैन हरियाली भयो सबै आँपहरू लिचीहरू पनि फुल्न थालेछ हाइवेमा